Hey channel, welcome to my guys. Hey, welcome channel to my guys. हेलो गाइज वेलकम ब्याक। आज फेरि पनि म यो सानो भिडियो युट्युबको लागि लिएर आउँदैछु। आज चाहिँ म बाहिर जाँदैछु अलबलद हल्का सपिङको लागि। त्यही भएर म अपडेट गर्दै जान्छु होला। हामी चाहिँ कतिजना जाँदैछौँ, 3 जना मात्र है। अब हाम्रो चाहिँ यो ईदको छुट्टी भएको कारणले गर्दाखेरि अब गाडी कुरिरहेछौँ। यहाँ छ हाम्रो पार्किङ एरिया। यो चाहिँ हो हामी बस्ने एकोमोडेसन, यहाँ छ। हामी चाहिँ गाडी कुरिरहेछौँ। यो चाहिँ हामी ड्युटी जाने आउने खालको गाडी हो। हामीलाई पिकअप ड्रप आज सुनसान छ किनभने ईदको छुट्टी भइसकेको छ। आजदेखि हाम्रो 25 हिजोसम्म ड्युटी थियो भने 26 तारिकदेखि 30 तारिकसम्म हाम्रो छुट्टी छ। सो आज चाहिँ हामी अलबलद जाँदैछौँ फर्स्ट डे ईदको। फर्स्ट डे भएर हामी म हाम्रो एकजना भाइ अनि त्यसपछि हाम्रो मिस्टर सलमान श्रीलङ्का हल्का जाँदैछौँ। अब के हुन्छ त्यसपछि अलबलदमा के कस्तो हुन्छ हाम्रो घुमाइ हामी खाना उतै खान्छौँ होला। त्यो सबै अपडेट गर्छु। कृपया सबै भिडियोहरू हेर्दै होला। थ्याङ्क यू। हाम्रो गाडी चाहिँ आइसकेको छ यहाँनिर, पुरानो मोडलको गाडी। अब यसमै जान्छौँ होला हामी। अब हामी चाहिँ लागिसक्यौँ यहाँबाट। अहिले चाहिँ ठ्याक्क 4:45 भएको छ यहाँको टाइममा। अब यहाँदेखि म अपडेट गर्दै जान्छु, देखाउँदै जान्छु। हामी अलबलद जाने फेरि। सलमान, हाउ आर यू? Good, sir. Good. Where is this Nepali guy? Hello, Nepali. हामी चाहिँ यहाँबाट चाहिँ के भन्छ मेन हाइवे नहुँदै भित्रभित्रको बाटो जाँदैछौँ। यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ, हल्का फुल्का नेपालकै जस्तो बाटो छ। एकदम पिसफुल शान्त छ, त्यति धेरै क्राउडेड पनि छैन। यताबाट सायद सर्टकट हो, यताबाट हाइवेमा निस्किन्छ। हेर्न सक्नुहुन्छ पुरा मुस्ताङ मनाङ जस्तो देखिरहेको छ। पुरा पहाडै पहाड देखिन्छ त। ल हामी चाहिँ पदमसाल आइपुग्यो। यहाँनिर पदमसाल हाम्रो घरको एरिया जस्तै छ। ल गाइस, यो चाहिँ नेपालको होइन, यो चाहिँ साउदीको हो, जेदा भन्ने ठाउँको। हल्का भाइब आउँछ कि नेपालको जस्तै भाइब आउँछ। यो भिडियो चाहिँ पुरा भाइरल भन्नु हो क्या युट्युब। कसरी आउँथ्यो अरे? किन लजाएको अरे तिमी? किन लजाएको? म त तिम्रै हाल्ने झन् भनेपछि तिम्रै हाल्ने कन्फर्म हो। पसिनाले भिजिसकेको छ यहाँनिर। अहिले चाहिँ ठ्याक्क यहाँको चाहिँ टाइम भनेको 5:16 भएको छ। हामीलाई पुग्न टाइम लाग्छ होला। त्यसपछि आउने चाहिँ हामी आज सायद बेलुकाखेरि नै आउँछौँ होला, किनभने बेलुका रमाइलो हुन्छ। अस्ति हामी जाँदाखेरि गर्मीले गर्दाखेरि त्यति घुम्नु पनि पाइएको थिएन। त्यही भएर हेरौँ आज नाइट कस्तो हुन्छ।
हामी चाहिँ अहिले अलबलद आइसकेको छौँ होइन। यही हो अलबलद भन्ने ठाउँ चाहिँ। यहाँनिर बेलुका चाहिँ सबै चिजहरूको मार्केट लाग्छ, सबै चिजहरू पाइन्छ यहाँनिर। हामी चाहिँ अहिले बनतको पार्क के भन्छ बिच साइडतिर गइरहेछौँ। हेर्न सक्नुहुन्छ पुरा गर्मीले यसै काले उसै काले भने जस्तै। खै तिमी सबैभन्दा गोरो हाँस्यो यसमा त। काले कालेको बिचमा त गोरो हुँदैछ नि तिमी। Sabi ko, boy, ito tayo sisay. Balik mo. के अरे के अरे के अरे यतिखेर चाहिँ वेदर पनि एकदम राम्रो छ यहाँनिर, एकदम चिसो, त्यति गर्मी पनि छैन अहिले। त्यसै भएर हाम्रो हिँड्नलाई पनि त्यति गाह्रो भएको छैन। केटाहरूलाई थकाइ लागेर यति हिँड्दाखेरि थकाइ लाग्यो भन्छ केटाहरू। गो कुन त्यही हो ल हेर्नुहोस् गाइज यहाँ बारुद बल्ल हाम्रो लजाउने भाइ बल्ल बल्ल क्यामेरामा आउनु थालिरहेछ अहिले। क्या क्लियर आइरहेछ है। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदम पुरानो पुरानो घरहरू छ। यहाँ चाहिँ कुनै पनि अब खासै मलाई थाहा भएन कसरी एक्सप्लेन गर्ने भनेर, तर यो चाहिँ पुरानो सिटी हो। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले घरहरू पनि पुरा, यसलाई कुनै पनि रिनोभेसन गरेको छैन, यसलाई यत्तिकै राखेको छ सबै। अझ भित्र गयो भने सबै पुरानो पुरानो घरहरू, बिल्डिङहरू, तपाईँको सबै चिजहरू पुरानो भेटिन्छ यहाँनिर। हामी चाहिँ अहिले मार्केटबाट अलिकति भित्र, सरी अलिकति बाहिरतिर आएको छौँ। यहाँनिर यहाँ चाहिँ एकदम राम्रो ठाउँ छ। यहाँ अस्ति पनि आएको थियो, अस्ति दिउँसो आएको भएर राम्रोसँग घुम्न पाएको छैन, त्यही भएर अहिले एकदम। यसलाई पार्क भन्छ कि वाटर फाउन्टेन भन्छ कि के भन्छ त्यो त थाहा भएन।
पानी आउँदो रहेछ नि यहाँ त शीतल भोक लाग्छ कि छैन भोक लाग्छ मोमो खाने हो कि के खाने त कि भात खाने हो मोमो चाउमिन यो ठाउँ चाहिँ एकदम रमाइलो छ किनभने बेलुकाखेरि आयो भने एकदम हावा पनि चिसो रमाइलो छ त्यही भएर आज पनि फेरि आउने मौका पायो होइन त्यही भइसक्यो सक्नुहुन्छ एउटा के भन्छ हाम्रो यो पोखरी भनौँ न पुरा पोखराको होइन पुरा फेवाताल हल्का फुल्का चाहिँ पुरा पोखरामा आएको भाइब्स हुन्छ क्या मलाई चाहिँ यहाँनिर हल्का त्यो के भन्छ डुङ्गासुङ्गा होइन त्यो नभएर मात्र हो के भन्छ यतापट्टि नहेरिकन यतापट्टि मात्रै हेऱ्यो भने त पोखराको भाइमा हुँदैन या होइन चिसो हावा छ तर पसिना चाहिँ आइरहेको छ यार यहाँ चाहिँ हामी एकछिन थकाइ मारौँ होइन पुरा घाम आयो त यार यहाँ त हामी चाहिँ यहाँ एकछिन बसेर अब फेरि उतैतिर जाने तर्खरमा छौँ किनभने भोक पनि लागिसक्यो बेलुका नि हुन आँटिसक्यो अझै टाइम लाग्छ हिँडेर जानलाई सूर्य अस्ताउन आँटिसक्यो हेर्न सक्नुहुन्छ यहाँ दामी सिन देखिँदो घाम दामी सिन देखिँदो रहेछ यार सिन त दामी देखियो यो चाहिँ के यस्तो चाहिँ आऊ न आऊ यो चाहिँ हाम्रो श्रीलङ्काको भाइ हो होइन आज हामी चाहिँ बलदमा घुम्न आइरहेको होइन अब हेरौँ अब हामी खाना खान जाने हो नि त नेपाली रेस्टुरेन्ट तुम हङ्ग्री यो हङ्ग्री यसमा हङ्ग्री लाजिङ हङ्ग्री हामी फ्री खाँदा रेस्टुरेन्ट फर्किँदैछौँ अहिले चाहिँ हामी यहाँबाट कपाल काट्ने बेला भएको छ क्या यसले बल्ल बल्ल सिगरेट खाने ठाउँ भेट्यो सिगरेट खाने यस्तो छ क्या हामी नेपालमा भयो जहाँ पायो त्यही खाइदिन्थ्यो होला यहाँनिर आधी घन्टा खोजेपछि बल्ल सिगरेट खाने ठाउँ भेटेको पनि होइन त्यही पनि लुकेर खाइरह केटा चाहिँ सिगरेट पिउँदैन जस खुसी लाग्छ होइन थाहा छ देखिसक्यो मलाई यो भिडियोमा बोलेर धेरै भइसक्यो त्यो अब चाहिँ साँझ परिसकेको छ अब यसपछिको भिडियो चाहिँ सबै साँझ पछिको हुन्छ एकदम रमाइलो हुन्छ होला सायद हेर्दै जाउँ अलबलद इभिनिङमा कस्तो हुन्छ झिलिमिली अहिले हामी चाहिँ यहाँनिर नेपाल रेस्टुरेन्ट छ भन्ने सुनेको थियौँ त्यसैको खोजीमा योभन्दा अगाडि आएको थियो त्यतिखेर बन्द थियो मेन्टेनेन्सको कारणले यहाँ छ भन्थे हेरौँ छ कि छैन छ भने मोमो खाइन्छ टक्क लाएर यही हो जस्तो छ के अर्डर भयो हाम्रो कुन चाहिँ चिकन झोल मोमो चिकन चिल्ली मोमो अनि भेज चाउमिन ओके सुकुटी अनि त्यति होइन चिसो
यो चाहिँ के हो अरे सुकुटी सुकुटी यो चाउमिन अब मोमो र फ्राई राइस आउँदैछ यसलाई चाहिँ एट्याक गरिहाल्नुपर्छ नत्र फेरि सेलाउँछ चाहिँ चिली मोमो फ्राई राइस आयो अब हामी चाहिँ खाना खाएर निस्क्यौँ आज अलिक राम्रै भिडियो बनाउने सोचिरहेको थिएँ तर कारण के हो भने चार्ज सकिएर ठ्याक्क 7% मात्र छ अब थाहा छैन यो कतिखेर बन्द हुन्छ सायद अब रातिको सिनहरू क्याप्चर गर्न सक्दिनँ होला सब क्राउडेड बढिसकेको छ अब हामी चाहिँ सबै घुमघाम गरेर बेलुकाको 9:30 बजेको छ हामी फर्किँदैछौँ अहिले एउटा पसलमा मोबाइल चार्ज गरेर अलिक 17% छ त्यही भएर अब जानेछौँ 26 किलोमिटर यहाँदेखि 34-35 मिनट देखाइरहेछ तर अब लाग्छ होला किनभने धेरै जाम छ आज ईदले गर्दाखेरि पनि 26 किलोमिटर छैन अहिले यतिखेरसम्म ट्राफिक चाहिँ भेटिएन अब अलमोस्ट आइपुग्न आँटेका छौँ अब यहाँदेखि चाहिँ ट्राफिक भेटिन्छ कि जस्तो लागिरहेछ तर अहिलेसम्म जाम परेको छैन कुनै सिग्नलमा रोकेको छैन ननस्टप आइरहेछौँ सायद छिटै पुग्छौँ होला अहिले चाहिँ मेन रोडमा एकदमै ट्राफिक जाम भएको कारणले हामी चाहिँ भित्रबाट आउँदैछौँ यो चाहिँ अघि हामी गएकै बाटो जस्तो पनि देखिन्छ तर राति भएर अलिक पुरा आज चाहिँ मलाई नेपालमै भएको जस्तो भाइ भइरहेछ कि कतिपय लोकेसनहरू देखेर जस्तै बाटोहरू देखेर जस्तै यो पनि हेर्न सक्नुहुन्छ यो
आजको सायद भिडियो पनि अब यहीँ सकिन्छ होला। आज हल्का रमाइलो भयो, नेपाली रेस्टुरेन्टमा खानासाना खायौँ, यसो घुम्यौँ। खासै सपिङ गर्नको लागि चाहिँ गएको थिएनौँ, यसो त्यत्तिकै डुल्न गएको थियौँ। तर हाम्रो यहाँ भाइको अब नेपाल जाने भएर उसले टक्क लाएर उसले लगेज पनि किन्यो। लगेज चक्लेट चाहिँ हल्का फुल्का, त्यो खासै प्लानमा थिएन। तर होपफुली नेक्स्ट अर्को छुट्टीमा चाहिँ प्लान गरेर केही सामानहरू के किन्ने भनेर लिएर जान्छौँ होला। आज चाहिँ यतिकै जस लगेज चाहिँ किन्यो, लगेज किन्यो, चक्लेटहरू किन्यो। अब भिडियो थोरै भयो भने त्यो पनि एड गरेर देखाउँला, नत्र चाहिँ अब देखाउँदिनँ होला, देखाउनु मिल्दैन होला।